नमस्ते। आज हामी एउटा यस्तो शक्तिशाली पत्रको बारेमा कुरा गर्दैछौं जुन असल मानिस बन्नका लागि चाहिने मूल्य मान्यताले भरिएको छ। यो पत्र अब्राहम लिङ्कनले आफ्नो छोराको शिक्षकलाई लेखेको भनेर एकदमै चर्चित छ। तर के यो साँच्चै उहाँले नै लेख्नुभएको हो त? आउनुहोस् यसको गहिराइमा डुबौं। पत्रको सुरुवात नै भनौँ न अलिकति कठोर तर एकदमै वास्तविक कुराबाट हुन्छ। यसले संसार जस्तो छ त्यस्तै स्वीकार गर्छ, सबैजना इमान्दार हुँदैनन्। तर यही यथार्थवादी दृष्टिकोणले नै पत्रमा भनिएका अरू शिक्षाहरूलाई अझै शक्तिशाली र अर्थपूर्ण बनाउँछ। यो पत्रलाई केवल शब्दहरूको थुप्रो मात्र नठान्नुहोला। यो त एक बुबाको आशा हो। एकछिन सोच्नुस् त, एक राष्ट्रपतिले आफ्नो छोराको शिक्षकलाई उसको चरित्र कसरी बनाउने भनेर मार्गदर्शन दिन आग्रह गर्दैछन्, उसलाई एक बलियो र असल मानिस बनाउनका लागि। अब पत्रले सिकाउने पहिलो कुरा हो संसारको जटिलतालाई बुझ्ने। यो संसार प्राय विरोधाभासले भरिएको छ र यहाँ कसरी सन्तुलन खोज्ने भन्ने नै जीवनको पहिलो पाठ हो। हेर्नुस्, संसार भनेको कालो र सेतो मात्रै हुँदैन र यो पत्रले त्यही कुरा सिकाउँछ। जहाँ बदमाशहरू हुन्छन् त्यही नायकहरू पनि त जन्मन्छन् नि। यो केवल सन्तुलनको कुरा मात्र होइन, यो त कठिन परिस्थितिमा पनि असल कुरा खोज्ने आशाको सन्देश हो। र यही कुरा मानिस बीचको सम्बन्धमा पनि ठ्याट्टै लागू हुन्छ। हो, जीवनमा शत्रुहरू भेटिन्छन्, तर तिनै चुनौतीहरूको बीचमा साँचो मित्रताको महत्त्व पनि त बुझिन्छ। हरेक शत्रुको लागि एक मित्र पनि हुन्छ। अब आउँछ अर्को एकदमै महत्त्वपूर्ण पाठ। त्यो हो इमान्दार मेहनतको मूल्य। सजिलै भेट्टाएको $5 भन्दा पसिना बगाएर कमाएको $1 धेरै मूल्यवान र सम्मानजनक हुन्छ। किनकि यसले पैसा मात्र होइन, स्वाभिमान र आत्मसम्मान पनि सिकाउँछ। अनि जीवनको सबैभन्दा ठूलो दुई पाटा, हार र जित। पत्र भन्छ हारलाई शालीनताका साथ स्वीकार गर्न सिकाउनुहोस् अनि जितलाई विनम्रतापूर्वक मनाउन सिकाउनुहोस्। किनकि चरित्रको असली परीक्षा सफलतामा मात्र होइन, हार र जित दुवैलाई कसरी सम्हालिन्छ भन्नेमा हुन्छ। ल, बाहिरी संसारको कुरा त भयो। अब पत्रले हाम्रो ध्यान भित्री चरित्र निर्माणतिर लैजान्छ, त्यो नैतिक कम्पास जसले जिन्दगीको हरेक मोडमा सही बाटो देखाउँछ। हो, चरित्रको सबैभन्दा ठूलो परीक्षा सायद यही हो। भीड जता दगुरिरहेको छ त्यतै नलागी आफूलाई सही लागेको कुरामा एक्लै भए पनि उभिने साहस गर्नु। यो निष्ठा र आत्मविश्वासको पाठ हो। अनि बलियो चरित्र बनाउन बाहिरी हो हल्लाबाट टाढै रहन सिक्नु पनि उत्तिकै जरुरी छ। पत्रले शान्त हाँसोको रहस्य खोज्न, किताबको गहिराइमा डुब्न र प्रकृतिको सौन्दर्यमा रमाउन सिकाउँछ। यस्तै साधारण कुराहरूले नै त जीवनलाई साँचो अर्थ दिन्छन्। अनि अब आउँछ चरित्रको अन्तिम र सायद सबैभन्दा कठिन परीक्षा, सत्य र असलको पक्षमा उभिनु, त्यसका लागि जतिसुकै ठूलो मूल्य चुकाउनु परे पनि। यही नै निष्ठाको उच्चतम रूप हो। त्यसो भए यी सबै कुराहरूलाई जोड्दा कस्तो चरित्र बन्छ त? एउटा यस्तो व्यक्ति जो हार जितमा समान रहन्छ, जो एक्लै उभिन डराउँदैन र जसका लागि सत्य र निष्ठाभन्दा ठूलो केही हुँदैन। यो नै एक असल मानिसको खाका हो। तर यति धेरै प्रेरणा दिने यो पत्रको कथामा एउटा यस्तो मोड छ जसले तपाईलाई सोच्न बाध्य बनाउँछ र यसको प्रसिद्ध उत्पत्तिमाथि नै प्रश्न उठाउँछ। प्रश्न यो हो कि के साँच्चै नै इतिहासका यति महान व्यक्तित्व अब्राहम लिङ्कनले यी शब्दहरू लेखेका थिए त? यो प्रश्नले पत्रको सम्पूर्ण कथामा नै एउटा रहस्य थपिदिन्छ। अब सत्य कुरा के हो भने ऐतिहासिक प्रमाणहरूले यो पत्र लिङ्कनले लेखेको देखाउँदैन। यो वास्तवमा धेरै पछि सन् 1940 को दशकतिर देखा परेको थियो र समय बित्दै जाँदा उहाँको नामसँग जोडिन पुग्यो। ल, त्यसो भए प्रश्न उठ्छ, यदि लिङ्कनले लेखेकै होइनन् भने यो पत्र किन यति लोकप्रिय छ? किन दशकौंदेखि यसले मानिसहरूको मन छोइरहेको छ? यसको शक्तिको वास्तविक स्रोत के हो त? हेर्नुस्, यसको जवाफ एकदमै सरल तर गहिरो छ। पत्रको वास्तविक मूल्य यसको लेखक को हो भन्नेमा होइन, बरु यसको सन्देशमा छ। एक यस्तो सन्देश जुन कुनै एक व्यक्ति वा समयभन्दा धेरै माथि छ। किनभने लेखक जो भए पनि पत्रको मुटुमा त यही एउटा सरल र गहिरो इच्छा छ, यो मेरो छोरो हो र मलाई ऊ एक असल मान्छे बनोस् भन्ने छ।
यो त हरेक अभिभावकको मनको आवाज हो नि। यो पत्र यति शक्तिशाली किन छ भने यसले कुनै एकजनाको होइन, सबैको भावना बोल्छ। यसले हरेक अभिभावक, संरक्षक वा शिक्षकको त्यो साझा र कहिले पुरानो नहुने आशालाई आवाज दिन्छ, जो आफ्नो संरक्षणमा रहेको बच्चालाई एक असल र पूर्ण व्यक्ति बनेको हेर्न चाहन्छन्। र अन्त्यमा यो पत्रले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्न सोच्न छोडेर जान्छ। आजको यो जटिल संसारमा एक असल व्यक्ति हुनका लागि सबैभन्दा आवश्यक गुणहरू के हुन्? यही प्रश्नमाथि विचार गर्दै आजको लागि बिदा माग्छौं।